कसो हुँदैछ स्वामित्वको कुरा आदि कुरामा चाहिँ कुनै दुविधा राख्नु पर्दैन। यो त्यति बेला पनि उपत्यका नगर विकास समितिकै प्रपर्टी थियो, प्रयोग उद्योग वाणिज्य सङ्घको मार्फत भएको थियो सोसाइटीका लागि। अहिले पनि यो उपत्यका नगर विकास समितिकै नाममा रहनेछ, किन भन्दा लाल पूर्जा भएको जमिन हो र यसको प्रयोग यो एउटा नयाँ प्रोजेक्टका लागि हामीले यहाँ अलि सायद नेपालमा यस्तो खालको बिल्डिङ छैन होला। यो छेउदेखि यो डोमसम्म यस्तो कर्व आकारमा बनेको हुन्छ, यहाँले अघि पनि देखिसक्नुभयो। र त्यो छतमा सामान्यतया हामी डिसेबल साथीहरूलाई पनि जान सक्ने गरिकन त्यो बिल्डिङ बनेको छ। भूकम्पका हिसाबले पनि ठुलै भूकम्पसम्म टेक्न सक्ने गरिकन प्राविधिक हिसाबले अत्याधुनिक बिल्डिङ बन्दैछ। र यो एउटा लर्निङ सेन्टर पनि हो, एउटा सिक्ने ठाउँ हो र महानगरपालिकाभित्रका 136वटा कम्युनिटी, 33वटै वडाभित्रका 136वटा कम्युनिटीभित्र छानिएका समुदायहरूमध्येबाट झन्डै 3000 भन्दा बढीलाई रोजगारी सिर्जना गर्न सक्ने, तपाईँ हामीले घरमा प्रयोग हुँदैन भनेर छोडिएका चिजहरूबाट पुनर्प्रयोग गरेर त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँ सिकाउने र आफ्नो आफ्नो ठाउँमा र केही तोकिएका सेन्टरहरूमा त्यो चिजहरू निर्माण गरिसके पछाडि यहाँ बिक्रीको प्रबन्ध पनि गर्ने, सोकेसिङ पनि गर्ने, त्यो अडियो भिडियोको मार्फत पनि यो कुरा कसरी भयो, यसको जिरोदेखि यहाँसम्म कसरी बन्यो भन्ने कुराहरूदेखि लिएर तयारी भएका चिजहरू देश र विदेशका पाहुनाहरूसम्मलाई प्रस्तुत गर्ने एउटा अत्यन्त अत्याधुनिक एउटा सोकेस गर्ने ठाउँ, जसलाई हामीले ग्रिन भेन्चर जोन भनेका छौँ, त्यो निर्माण हुँदैछ। अब आज शिलान्यास गरिसकेपछि 18 महिनाभित्रमा पुरा गर्ने गरी हाम्रो कन्ट्र्याक्टर र कन्सल्ट्यान्ट दुवै साथीहरूले एउटा प्रतिबद्धता दिनुभएको छ। यसका लागि म कोइकाका नेपाल साइडका है सँगै कोइका नेपालको नेपाल अफिस, युएनडिपी दुवै अफिसका साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी अहिले पोखरा महानगरपालिकाभित्र डेभलपिङ पार्टनर थ्रु थुप्रै परियोजनाहरू हाम्रा सुरु भएका छन्। अधिकांश प्रोग्रामहरू चाहिँ हामीले नै टेन्डर गरेर हाम्रो थ्रु नै अगाडि बढ्नेछन् भने यो प्रोग्राम, यो प्रोजेक्ट कोइकाले नै इन्टरनेसनल बिड गराएर त्यहाँबाट छानिएको पार्टीले अथवा कन्ट्र्याक्टरले यो काम गर्दै हुनुहुन्छ र उहाँको काम गर्ने स्पिड र उहाँ जुनदेखिबाट यहाँ काम गर्न थाल्नुभयो, केही दिन अगाडि यहाँ ठुलो जीवन विज्ञानको कार्यक्रम भएको हुनाले हामीले नै अनुरोध गरेर केही दिनका लागि पोस्टपोन गरायौँ। त्यस पछाडि लगत्तै उहाँहरूले काम सुरु गर्नुभएको छ र यहाँ म यहाँहरू स्थानीय साथीहरू पनि हुन्छ, यहाँहरूलाई अनुरोध गरौँ, अब यातायातबाट आउने बाटो हामीले खोलेका छौँ, यो बाटो पनि खोलिनेछ र अब पृथ्वी चोकको ट्राफिक एक हदसम्म पृथ्वी चोकको ट्राफिकलाई पनि यसले अलिकता व्यवस्थापन गर्न सहयोग पुर्याउनेछ र 2 लेनको बाटो यो ट्राफिक कार्यालय हुँदै यतापट्टि गौतम ढोकातिर चाहिँ आइपुग्नेछ। यो हामी लगत्तै यो सुरु गरिहाल्नेछौँ। त्यस पछाडि यो भेगमा यो बिल्डिङमा आउनका लागि यो सिमलको रुख भएको आडमा यसको प्रवेशद्वार हुनेछ भने अहिले जहाँ अस्तिमा यो एउटा एकी लगाए पछाडिको एउटा त्यो जस्ता हामीलाई जस्ताको राखिएको छ, त्यो ठाउँमा पश्चिम फर्केको एउटा स्टेज बन्नेछ र यहाँ सानो खालको प्रदर्शनी 12 महिना गर्न सकिने गरिकन यो प्रदर्शनी केन्द्रलाई पनि हामीले भर्सक हाम्रो क्षमताले भ्याएसम्मको एक्जिबिसन सेन्टर हुने गरिकन यो व्यवस्थापन गरेका छौँ। किनभने पोखराभित्रको सेन्टर भागमा रहेको यो खुला ठाउँ सकेसम्म खुला नै राख्नुपर्छ। भोलि डिजास्टर केही भइहाल्यो भनेदेखि चाहिँ यहाँ सबै ठाउँमा कङ्क्रिटको बिल्डिङ बनाएर हुँदैन भन्ने हिसाबले जम्मा 3 यो 27 रोपनी जमिन छ, यो मध्ये 3 सवा 3 रोपनीमा मात्रै बिल्डिङ बन्छ, बाँकी सबै खुला नै रहने हो। त्यसकारण यो पनि केही भ्रममा नपरौँ, बाँकी सबै खुला रहने र एउटा केनोपीहरू राखेर सधैँ त्रिपाल राखेर अथवा चाहिँ होइन पाल राखेर मात्रै प्रदर्शनीको बेलामा मेलाको बेलामा गर्नुपर्ने होइन कि सधैँभरिका लागि विभिन्न मेलाहरू हरेक शुक्रबार केही न केही गर्न सकिने ढङ्गले यो प्रदर्शनी केन्द्रलाई रियलमा प्रदर्शनी केन्द्र बनाउने हिसाबले हामीले यसको डिजाइन गर्न अनुरोध गरेका छौँ। र यो दक्षिण भागमा एक हिसाबले भन्नुहुन्छ भने अलिक खाल्टो पनि थियो, यहाँको माटो यता थुपारिएको छ, यो माटो त्यहीँ नै जान्छ, मलाई यहाँ अन्तबाट माटो ल्याउनु नपर्यो हुन्थ्यो भन्ने छ। यहाँबाट लाग्दा फेरि यहाँ माटो उठाएर कहाँ लगेको भएर अलिकता गहिरो भाग छ, यो यसलाई पनि व्यवस्थापन गर्दै अत्यन्त राम्रो डिजाइन बनेको छ। यो बिल्डिङ मात्रै हेर्न पनि एकचोटि चाहिँ प्रदर्शनी केन्द्र जाउँ भन्नुपर्ने गरिकन बनाउनु भएको छ। म जेके एसोसिएटको श्रेयाजी र टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो सँगसँगै डोम पनि यहाँ हाम्रो छ, हामीले डोमलाई पनि भरसक नबिगारौँ भनेका छौँ। किन भन्दा एकैचोटि पोखरामा आजको दिनमा प्रदेश सरकार र महानगरपालिका मिलेर हामीले एउटा ठुलो योग केन्द्र बनाउने भनेका छौँ। ठाउँको खोजी भइरहेको छ। त्यो भन्नुभन्दा अगाडि एकै ठाउँमा मान्छे अट्ने यो बाहेक अरू ठाउँ छैन। यो पनि त्यति बेलै उद्योग वाणिज्य सङ्घको
कृषि उद्यम केन्द्रको भक्तपुरमा थियो 56 ट्रक सामानसहित यो ल्याएर हामीले यहाँ बनाएका थियौँ। त्यतिखेर त्यो अहिले अब छाना फेर्न पर्ने अवस्थामा छ। यसका लागि पनि हामी थप व्यवस्थापन केही गरौँला। उद्योग वाणिज्यसँग नआत्तिनु होला, हामी जोइन्टली नै यसमा काम गर्नेछौँ। मैले सुनेको छु सडकमा धेरै कुरा, सडकमा कुरा गरेर केही हुँदैन, टेबलमै कुरा गर्नुपर्छ र यसमा उद्योग वाणिज्य महानगरपालिका, उपत्यका नगर विकास समिति यहाँ सबै मिलेर यो पब्लिक प्रपर्टी नै हो र यो व्यवस्थापन उद्योग वाणिज्यले गरिरहेछ र भोलि पनि उद्योग वाणिज्यले गर्ने खालको कार्यक्रमहरू चाहिँ उद्योग वाणिज्यले व्यवस्थापन गर्न सक्छ। त्यसमा दुविधा राख्नु पर्दैन भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। जहाँसम्म यो बिल्डिङ पछाडि, यो झन्डै 50 करोडको बिल्डिङ हो, टोटलमा 2 अरबको प्रोजेक्ट हो यो भित्रको अरू इक्विपमेन्ट र अरू चिजहरू पनि छन् र 133 कम्युनिटी 136 वटा कम्युनिटीभित्र छानिएका साथीहरूलाई ट्रेनिङ दिने र त्यहाँबाट बनेका चिजहरू, निर्माण भएका चिजहरू चाहिँ अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरिकन हामीले यसको व्यवस्थापन गर्दैछौँ। केही दिन अगाडि यही परियोजनाको सन्दर्भमा मेरो नेतृत्वमा हामी एउटा टिम कोरियाको पनि हामीले भिजिट गऱ्यौँ। त्यहाँ पनि यस्तै प्रकारका बिल्डिङहरू हामीले त्यहाँ हेऱ्यौँ। मानिसहरू सामान किन्नका लागि लाइन लगाएर है, प्रायोरिटीमा अरू धेरै बाहिरको अरू डिपार्टमेन्टमा होइन, यो रिसाइकल प्रडक्टहरू चाहिँ किन्दाखेरि पुण्यको काम हुन्छ, यो मेरो कर्तव्य हो भन्ने हिसाबले बुझेर मान्छेहरू लाइनमा बसेर सामान किनेको पनि हामीले देख्यौँ। कतिपय हाम्रो रामकली खड्का दिदी हुनुहुन्छ, उहाँहरूले बनाएको सामानहरू पनि ती स्टोरमा हामीले त्यहाँ पनि देख्यौँ। नेपालको झन्डा देख्दाखेरि बडा खुसी पनि लाग्यो होइन। यो प्रकारले संसारभरि नै रियुज हुन सकिने कुराले यसलाई पृथ्वीप्रतिको न्याय हुन्छ भन्ने पनि यसको कुरा हो। हामीले विचार गरौँ त तपाईँ हामीले आजसम्म कति जोर कपडा लगायौँ होला, ती कपडा अहिलेसम्म कहाँ गयो होला? यही पृथ्वीको कुनै न कुनै ठाउँमा छन् होइन। सकेसम्म चिजहरू कम प्रयोग गरौँ, प्रयोग गरेका चिजलाई पनि त्यसको रियुज गरेर हुन्छ, रिड्युस गरेर हुन्छ, कसरी त्यसको रूप परिवर्तन गरेर हुन्छ, त्यसलाई या त आफै प्रयोग गरौँ या त अरूले प्रयोग गर्न सक्ने बनायौँ भने वातावरण पर्यावरणमा यसले ठुलो सपोर्ट पुग्छ भन्ने हिसाबले एउटा संसारभरि नै एउटा हरित क्रान्तिको सुरुवात भएको छ। त्यो अभियान छ र त्यसमा पोखरा महानगरपालिका साथमा छ र हामीले पोखरालाई ग्रिन सिटी क्लिन सिटीको छ भन्ने यो जिसिआरयू भन्ने जुन प्रोजेक्ट छ, यसको परियोजनाको अफिस चाहिँ पृथ्वी चोकको टिपीको तर्फबाट यमुनाजी र उहाँको टिम त्यसमा हुनुहुन्छ। यमुनाजी हुनुहुन्छ कतै? उहाँ र उहाँहरूको टिम त्यहाँ 10 जनाको एउटा अफिसरहरू सहितको सिङ्गो टिम त्यहाँ बसेको छ भने अब जेके एसोसिएट यसको कन्सल्टेन्टका रूपमा यहाँ